हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। यति बेला हामी गलकुट नगरपालिका वडा नम्बर 5 टेवा मूर्तिकला आसपास क्षेत्रबाट जोडिएका छौं। तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ टेवा मूर्तिकला आउँदै गर्दा यो जुन बाटोभरि आउने बाटो छ यसमा चाहिँ सुरुको गेटदेखि यहाँसम्म चाहिँ यसरी ढुङ्गाहरू बिछाइएको छ। एकदमै धुलो धुवामुक्त होस् भनेर होला जहाँसम्म लाग्छ। र यो ठाउँमा आइसकेपछि तपाईहरुले केही विभिन्न स्थानहरुमा केही स्पेस दिएर विभिन्न किसिमका मूर्तिहरुमा ढुङ्गाहरुमा मूर्तिको आकार दिनलाई कुदेर विभिन्न शेपहरु निर्माण गरिएको छ, विभिन्न आकारहरुमा तय गरिएको छ। र यहाँ सँगसँगै यतातिर पानी परेको बेलामा होला जहाँसम्म बस्नको लागि एउटा प्रतीक्षालय जस्तो निर्माण गरिएको छ। साइड साइडमा शौचालयहरु पनि निर्माण गरिएको छ। शौचालयको अवस्था जीर्ण भइसके तापनि त्यति बेला चाहिँ राम्रै उद्देश्यका साथ निर्माण गरिएको हुनुपर्छ। यो आसपासमा घरहरु पनि छन् र यहाँ चाहिँ ठ्याक्कै तपाईहरु आउनु पर्दाखेरि बागलुङ जिल्लाको गलकुट नगरपालिका वडा नम्बर 5 मा पर्छ। तपाई बागलुङबाट आउँदै गर्दा अथवा बुर्तिवाङबाट आउँदै गर्दाखेरि हटिया आइसकेपछि त्यहाँबाट करिब 1 घण्टा 1.5 घण्टा भनौं 45 मिनेटदेखि 1 घण्टाको समय सेरोफेरोमा यहाँ गाडीमा अथवा बाइकमा आउन सकिन्छ। सहजै छ, त्यति धेरै अप्ठ्यारो बाटो छैन। विशेष गरेर यहाँ आउनु पर्दा चाहिँ बिहानको समयमा आइयो भने एकदमै रमाइलो रहेछ यो ठाउँ। बिहानको सूर्योदयलाई हेर्दै वारिपारि यो माथि चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यता माथि चाहिँ घुम्टे भनेर प्रसिद्ध स्थल हो। यो पनि यसमा चाहिँ सिद्ध र भैरवको मन्दिर छ र यसमा सिद्ध र भैरवको पूजा पनि वर्षको यो वैशाखमा गरिन्छ। बिहानको समयमा आउँदाखेरि विशेषता यहाँ के छ भन्दाखेरि जताततै डाँडाकाँडाहरू हेर्न पाइन्छ। यहाँबाट यतातिर हेर्दाखेरि रिगाको भाग देखिन्छ भने यतातिर चाहिँ हामीले यो थाले पोखराको भागहरू देख्न सकिन्छ। र सँगसँगै बिहानको समयमा खुलेका मजाले हाँसेका हिमालहरूलाई पनि हेर्न सकिन्छ यहाँबाट। यहाँनिर चाहिँ तपाईहरुले ढुङ्गामा सेप दिएको अगाडि मैले पनि भनेको थिएँ विभिन्न सेपहरू दिने क्रममा यहाँनिर चाहिँ यो मानिसको ठ्याक्कै हो अथवा भगवानको कस्तो ठ्याक्कै नङ जस्तो नङकै आकार दिएको यो यसलाई देख्न सक्नुहुन्छ। बाटोभरि चाहिँ यसरी ढुङ्गाहरू छ्यापिएको छ। यसरी स्पेस दिएर ठाउँ ठाउँमा चाहिँ यो मूर्तिहरू राखिएको छ। यति बेला चाहिँ यो कति सालमा निर्माण भएको ठ्याक्कै मलाई पनि जानकारी अहिले चाहिँ छैन, तर पनि सुन्दर छ, साँच्चीकै राम्रो छ। यसलाई अझै पर्यटकीय हिसाबले प्रवर्धन गर्न चाहिँ आवश्यक रहेको छ। यहाँ जति मानिसहरू आउनुपर्ने हो त्यो हिसाबले चाहिँ यहाँको लागतको हिसाबले मान्छेहरू चाहिँ खासै आएको देखिएन। आज शनिबारको दिन भए तापनि हुन त यो कुनै विशेष समयमा आउनुहुन्छ होला। यहाँ मान्छे चाहिँ आइराख्नुहुन्छ। आज सुन्ने मान्छे चाहिँ होइन, हामी आउँदै गर्दा पनि 10-15 जना मान्छे हुनुहुन्थ्यो, तर अझै धेरै आउनुपर्ने ठाउँ हो जस्तो लाग्छ। यो ठाउँलाई हेर्दा, यहाँ बनेका मूर्तिहरूलाई हेर्दा, यहाँको लगानीलाई हेर्दाखेरि समग्रमा राम्रो छ। तपाईहरु पनि आउन सक्नुहुन्छ। यता गलकुट आउँदै गर्दा यो चाहिँ भिजिट गर्नै पर्ने ठाउँमध्येको एउटा हो। त्यस्तै गलकुट आइसक्नुभयो भने तपाईहरु गलकुट आउनुभयो भने त्यहाँ चाहिँ राजाको दरबार भनेर हरिचौरमा दरबार पनि छ। सँगसँगै गाईघाट झरना, यो मूर्ति टेवा मूर्तिकला, घुम्टे जस्ता पर्यटकीय हिसाबले एकदमै प्रसिद्ध ख्यातिप्राप्त स्थलहरूमा चाहिँ भिजिट गर्न घुम्न चाहिँ एकदमै आवश्यक छ जस्तो लाग्छ मलाई। यहाँनिर पनि तपाईहरुले देख्न सक्नुहुन्छ ढुङ्गाको यसरी ढुङ्गामा विभिन्न सेपहरू दिएर मूर्ति जसरी नै यहाँ निर्माण गरिएको छ। यतातिर चाहिँ रेलिङ पनि हालिएको छ। यहाँ चाहिँ आउने मानिसहरूलाई चाहिँ प्रयोग गरिसकेपछि फोहोरहरू, खानेकुराहरू अथवा अन्य सामग्रीहरू प्रयोग गरिसकेपछि फोहोरहरूको व्यवस्थापन गर्नको लागि यहाँ डस्टबिन पनि राखिएको छ। बर्खाको समयमा पानी परेर डस्टबिन भित्रै फोहोरहरू कुहिएर दुर्गन्ध आउन सक्छ भन्ने हिसाबले माथि यसरी पानीबाट जोगाउनको लागि छाना पनि निर्माण गरिएको छ। हामी यहाँसम्म गाडीमा आउन सक्छौँ। यताबाट आउँदाखेरि यताबाट ठ्याक्कै बिचमा गाडीमा आउनुभन्दा योभन्दा माथिको भागमा पनि गाडी आउने ठाउँ छ। गेटसम्मै म तपाईहरुलाई देखाउने छ गेटसम्मको दृश्यलाई। यसरी सिडीहरू निर्माण गरिएको छ। यो माथिल्लो भागबाट तल्लो भेगमा जाँदाखेरि सिडीहरू निर्माण गरिएको छ। ठाउँ ठाउँमा चाहिँ डस्टबिनहरू राखिएको छ। यो प्रतीक्षालयहरू राखिएको छ। बर्खाको समयमा आउने पर्यटकहरूलाई पानी परिहाल्यो भने पनि ओत लाग्नको लागि प्रतीक्षालयहरूको निर्माण पनि गरिएको छ। साँच्चीकै सुन्दर छ। तपाईहरु पनि बेला मिल्यो, समय मिल्यो, फुर्सद मिल्यो भने आउनुहोस् गलकुट। साँच्चीकै रमाइलो छ। गलकुटमा आइसकेपछि टेवा मूर्तिकला चाहिँ अनिवार्य रूपमा आउनु होला। म तपाईहरुलाई यही सल्लाह सुझाव दिन्छु। यहाँनिर सायद केही बोर्डहरू पनि राखिएको रहेछ। त्यो बोर्डमा के लेखिएको छ, सायद यसमा चाहिँ यो निर्माण कसरी भयो भन्ने कुरा लेखिएको हुनसक्छ।
त्यसलाई पनि म तपाईँहरूलाई वाचन गरेर सुनाउने नै छु। हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो। आजको दिन विशेष बन्न पुग्यो। यहाँ आउँदै गर्दा समयले भने यति बेला नेटो काट्न थालिसकेको छ, साँझ पर्नै थालिसक्यो। अब हामी घरतिर लाग्नुपर्ने हुन्छ। घरतिर लाग्ने क्रममै एउटा सानो भिडियो बनाउन त यहाँ आएको एउटा सम्झना स्वरूप पनि हुन्छ र सँगसँगै यसले गर्दा एक दुईजना साथीहरूलाई पनि यो ठाउँसम्म जोड्न सकिन्छ कि भन्ने हिसाबले यो भिडियो निर्माण गरेको छु। र यसमा लेखिएको रहेछ, श्री चित्रकुमारी शिरीष, गण्डकी प्रदेश, बागलुङ जिल्ला, गलकोट नगरपालिका 5 हरिचौर, हिस्लाङ निवासी, स्वर्गीय कविराज राणाकी विक्रम सम्वत 1992 10/5/4 जन्मनु भएकी ज्येष्ठी सुपुत्री चित्रकुमारी शिरीषको 84औं वर्षगाँठको पुनित अवसरमा दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उहाँकी छोरी श्री शान्ति शिरीषद्वारा आफ्नै निजी खर्चमा 3,11,100 को लागतमा निर्माण गरिएको गलकुट अन्तर्राष्ट्रिय मूर्ति कार्यशाला टेउवा बागलुङको सिडी इति सम्वत 2076 साल फागुन 5 गते रोज शुभम निर्माता छोरी श्री शान्ति शिरीष तथा नातिनी इच्छा राणा भनेर उहाँको करिब 3,11,100 को लागतमा चाहिँ यो सिडी चाहिँ निर्माण गरिदिनु भएको रहेछ। साँच्चै राम्रो छ। यसरी फुलहरू पनि फुलेका छन्। यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ यो तलको भागहरू हामी त्यो लास्ट स्टेजमा मूर्तिहरू भएको चाहिँ त्यहाँनिर हो। त्यहाँबाट चाहिँ हामी हिँड्दै यसरी यो सिडी चढेर यसरी आएर यहाँ चाहिँ फुलहरू पनि देख्न सकिन्छ। तपाईँहरूले ठुलो क्षेत्रमा फैलिएको छ यो भाग। यहाँनिर शौचालयहरूको पनि व्यवस्थापन गरिएको छ यहाँ घुम्न आउने पर्यटकहरूलाई भनेर। यसरी साँझको समय ढल्किँदै गर्दा घामहरू चाहिँ सूर्यास्त हुने क्रममै छ। यसरी यो ठाउँलाई तपाईँहरूले निहाल्न सक्नुहुन्छ। मलाई चाहिँ साँच्चै सुन्दर लाग्यो। समय मिल्यो भने तपाईँहरू पनि आउनुहोस् है। तपाईँहरूलाई पनि मैले यही भिडियो मार्फत जो जोडिनु भएको छ उहाँहरूलाई निमन्त्रणा गरेँ। यहाँ चाहिँ CCTV जडान पनि गरिएको रहेछ सुरक्षाको दृष्टिकोणले पनि। यता माथि चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो बादल लागिराखेको छ। बादलले ढाकेको छ। अहिले चाहिँ देख्न पाइएको छैन। बिहानको समयमा सूर्योदय हुने क्रममा सनसेट भन्छौँ अझ हामीले धेरै जसो प्रयोग गरिने अङ्ग्रेजी शब्द। बिहानको समयमा चाहिँ यहाँ माथि डाँडामा रमाइलो दृश्यहरू देख्न सकिन्छ भने यताको हिमालहरूको दृश्यलाई पनि बिहानको समयमा विशेष गरेर खुलेको देख्न पाइन्छ। र यहाँ चाहिँ गौतम बुद्धको मूर्ति पनि निर्माण गरिएको छ। यसलाई पनि तपाईँहरूले नजिकैबाट म तपाईँहरूलाई देखाउन गइरहेको छु। यसरी मूर्ति निर्माण गरिएको छ। साँच्चै यो चाहिँ सुन्दर लाग्यो मलाई। क्षेत्रफल पनि ठुलो रहेछ। यो ठाउँ चाहिँ ठ्याक्कै यो ठाउँबाट सबै ठाउँहरू देखिने हटिया बजार, गलकोटको हरिचौर बजारदेखि लिएर थाले पोखरा, नरेठाँटी, त्यस्तै यो 2 नम्बरको सम्पूर्ण भागहरू देखिन्छ। 3 नम्बरको अनि यो 7 नम्बर काँडेबासतिरको मलमको भागहरू पनि हामीले यहाँबाट देख्न सक्छौँ। साँझको समयमा चाहिँ घामहरू अस्ताउँदै गर्दाको रमाइलो यो दृश्य पनि तपाईँहरूलाई म देखाउन गइरहेको छु। यो तल यसरी बजारलाई पनि हामी यहाँबाट निहाल्न सक्छौँ। यो चाहिँ यता देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ पाण्डुपानी जाने बाटो रहेको छ। अहिलेसम्म भिडियो हेरेर तपाईँहरूले साथ दिनुभयो त्यसको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। हामी चाहिँ आएको यो ठाउँबाट ठ्याक्कै यहाँबाट गेट छ। गेट सुरु भइसकेपछि यस्ता खालका विभिन्न किसिमका मूर्तिहरू विभिन्न ठाउँहरूमा राखिएको छ। तपाईँहरूले निहाल्न सक्नुहुन्छ। हामी चाहिँ अब गेटमा आइसकेका छौँ।
फेरि पनि नजिकै हामी सुरुमै यस्तो आकार र दिएको संरचनाले हामी सबैलाई स्वागत गरिएको छ। सँगसँगै यहाँ अगाडि पनि देख्न सक्छौँ हामीले। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरू लिएर म तपाईँहरूसँग फेरि पनि जोडिने नै छु। त्यहाँसम्मको लागि तपाईँहरूबाट छुट्टिने अनुमति माग्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद।